ओके सो आज हामी चाहिँ कलर गेम खेल्न जाँदैछौँ मेरो प्यारो छोरा र म भएर ये अनि उसलाई चाहिँ उसको दिदीले हेल्प गरेको सबै गिफ्टहरू किन्नलाई मामुलाई बेबी है ल ओके हामी स्टार्ट गरौँ है त बेबी रेडी लिटरली तिम्रो मम्मीको गिफ्ट र तिम्रो गिफ्ट हेर्दाखेरि ओके वाट डिफरेन्स छ नि मेरो मेरो झोला ल्याउ त नानी मलाई रुनावाला पुरै झोला दियो अनि यसकोवाला झोला पनि दियो लेट हिम टेक आउट हिमसेल्फ है दिस इज योर माइन्ड होइन अनि यो बच्चाको पनि दियो एन्ड दिस इज योर ल फर्स्टमा चाहिँ हामी रेड कलर निकालौँ है त बेबी रेड वान है बेबी रेड वान निकाल है बेबी स्टार्ट त भयो डन आँखा चिन्नुभयो बेबी मामुको रेड है रोक्नु न हाम्रो रेड ल 1 2 3 go wow your red say ke what is this paper oh it's a kind of stick chocolate वाला बेबी को के हो खै let's see wow बेबी ले मलाई कोकोनट हट ओइल ल्याइदिरहेछ it's for your yes हामी एक्सचेन्ज गरौँ है तिम्रो यता राख्नु एक्सचेन्ज गर्नु अब कुन कलर है अब पिंक पिंक है त पिंक वान है पिंक पिंक ल तिम्रो मगर ल मैले 1 2 3 go मेरो के हो टुथब्रश टुथब्रश रियली वाउ सेम सेम भन्छ मेरो बेबीको चाहिँ यो लाइट वाला मेरो चाहिँ डार्क सेम है र हजुर त्यो चाहिँ टङ स्क्रू पनि छ है थ्याङ्क यू अब ग्रीन 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 लाइट 1 2 3 go जोइनको जुस ग्रीन कलरको टोइलेट बास्ना टोइलेट बास्न आउने एयर ग्लास यो जेल पकेट पर्फ्युम रहेछ लिउ नानीको आइडिया हो यो तिम्रो हो कि नानीको स्कुटीको लिउ ब्लू त भइसक्यो साना होइन भएको छैन ल ब्लू ल ओके ब्लू स्मुथली ब्लू है अब 1 2 3 go अब चाहिँ ब्ल्याक ब्ल्याक 1 2 3 go के ल्याइदियो डार्क फ्यान्टेसी ल्याइदियो ब्ल्याक कलर के ल्याइदियो मेरो गान्सी ल्याइदियो आउँदा यस्तो okay yellow lo 1 yellow 2 yellow go okay मैले के ल्याइदियो बेबीलाई honey कान्छीले हनी खान्छ बाबुले मिल्की बार ये यो त मलाई हो त एक्सचेन्ज गरौँ न आफै तिम्रो honey तिमीले बाबुलाई मिल्की बार मनपर्छ भन्न थाल्यो yellow एम घर किनेको yes okay ओके फाइन सो वी आर डन थ्याङ्क यू बेबी take your सामानहरु अघि हामीले खेलेको गेम खेलेको थियौँ नि अघि त्यो खेलेर कस्तो फिल भयो भन्नु एउटा राम्रो किन राम्रो लाग्यो के सिक्यौ त्यो गेमबाट तिमीले के सिक्यौ कस्तो सिक्यौ मामी हजुरले मैले त्यही सिकेँ मेरो बेबी कस्तो ह्याप्पी भएको देखेर मलाई पनि मजा आयो कहिले मेरो कान्छालाई यस्तो गिफ्ट दिनु पर्ने रहेछ भन्ने